साथीहरू यस्तो अपडेट कसको आयो कन्टेन्ट मोनेटाइजेसन टुलमा? के तपाईले यो फर्मलाई सबमिट गर्नुभयो या गर्नुभएको छैन? यदि गर्नुभएको साथीहरूले यो सबमिट फर्ममा के राख्नुभयो त? कुन क्याटेगोरी राख्नुभयो? तपाईहरुलाई मैले फुल जानकारी यहाँ दिनेछु। तपाईहरुलाई एकैछिन ब्याकग्राउन्ड स्क्रिनतिर लान्छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। मन पर्यो भने भिडियोलाई शेयर गर्न चाहिँ नछुटाउनु। सबैभन्दा पहिला तपाईले यहाँनेर यो देखाएको छ कन्टेन्ट मोनेटाइजेसन टुलमा जानुस् है। यसमा सर जानुस्, यसरी टिक लाउनुस्। टिक लाएर आउँछ, भित्र खुल्छ। भित्र खुल्दाखेरि तल यहाँ देखाएको छ अपडेट इन्ट्रेस्ट फर्म। अपडेट इन्ट्रेस्ट फर्ममा थिच्नुस् र तपाईको मोबाइलमा सबैभन्दा पहिला यसो आउँछ व्हाट टाइप अफ क्याटेगोरी यु भन्ने चाहिँ यसमा गर्ने। तपाईहरु कुन क्याटेगोरीमा पर्नुहुन्छ? आर्टिस्ट, अथर, बिजनेस, चिफ, कोच, कमेडियन, डान्सर। मैले चाहिँ डिजिटल क्रिएटर राखेको छु साथीहरु है। डिजिटल के मैले पहिले नै सबमिट गरेकोले अहिले सबमिट गर्न परेन। र सेकेन्ड नम्बरमा छ व्हाट इज योर परफर्म फर्मेट अफ कन्टेन्ट भनेर भनेको छ। यहाँनिर तपाईले के पोस्ट गर्नुहुन्छ त? रिल, फोटो, टेक्स्ट, स्टोरी सबै कुराहरुमा टिक लाउनु पर्ने हुन्छ है। सबै कुराहरुमा टिक लाउनु पर्ने भएले यहाँ तल हेर्नुस् व्हाई। यहाँनिर मेन तपाईले यहाँ लेख्नु पर्ने हुन्छ। कन्टेन्ट मोनेटाइजेसन टुलको लागि यहाँनिर तपाईले प्रोपर तरिकाले लेख्नु पर्ने हुन्छ। यो चाहिँ है, यो चाहिँ लेख्नु भएन भने फेसबुकले चाहिँ कन्टेन्ट मोनेटाइजेसन टुल तपाईलाई दिदैन। यहाँनिर यहाँ मैले लेखेछु आई एम इन्ट्रेस्टेड इन दिस प्रोग्राम बिकज इट विल हेल्प मी मोनेटाइज माई कन्टेन्ट, ग्रो माई अडियन्स भनेर यस्तो लेख्ने है। यो तपाईलाई लेख्न आउँदैन भने मैले कमेन्ट बक्सको लिंकमा छ, सबैजनाले कमेन्ट बक्सको लिंकबाट कपी पेस्ट गरेर राख्नु होला। र तल छ एड योर सोशल मिडिया। तपाई कुनै अरु कुनै च्यानल चलाउनुहुन्छ, युट्युब लगायत यहाँनिर देखाउँछ टिकटक, युट्युब, इन्स्टाग्राम, ओदर के चलाउनुहुन्छ यहाँनिर थिच्नु होला। र तल आफ्नो युजर नेम के छ त यहाँ राख्नु होला। तल कति हो तपाईको नम्बर, फलोअर्स कति छ यहाँ राखेर तपाईले चाहिँ यसलाई सबमिट गरिदिनुस्। सबमिट गरिदिनुस्। सबमिट गरिनुभयो भने तपाईको फर्म चाहिँ फुलफिल हुन्छ है त। यसो गर्नुस्, तपाईलाई कन्टेन्ट मोनेटाइजेसन छिटो मिल्न एकदम चान्सेस रहनेछ। सबैजनालाई धेरै धन्यवाद। र भिडियोलाई मन पर्छ भने भिडियोलाई शेयर गर्न पनि नछुटाउनु।